सबैजनालाई नमस्कार। आज चाहिँ हामी यो क्लास 12 को जुन एन्टी डेरिभेटिभ छ त्यसका एक्सरसाइजहरू गर्न गइरहेका छौँ र तपाईलाई एन्टी डेरिभेटिभ केही पनि आउँदैन भने पनि तपाईले यो भिडियो हेर्नुस्, तपाईलाई एन्टी डेरिभेटिभको मजाले कन्सेप्ट बस्छ है। सो आज चाहिँ हामी एन्टी डेरिभेटिभको जुन फर्स्ट एक्सरसाइज छ 14.1 त्यहीबाट नै सुरु गर्छौँ र फर्स्ट क्वेसन छ जुन क्वेसन चाहिँ मैले गरिसकेको छु किनकि यो एकदमै इजी थियो। सो यो गरिराखेर टाइम वेस्ट नगरौँ भनेर र एकदम ढिला नगरी सुरु गरौँ। तपाईलाई के थाहा हुनु पर्यो भनेर भन्दाखेरि पहिला सुरु त यी फर्मुलाहरू चाहिँ तपाईले के हुनु पर्यो भनेर भन्दाखेरि सकेसम्म कन्ठ हुनु पर्यो, सकेसम्म आउनु पर्यो। तपाईलाई एकदमै सजिलो छ। यदि तपाईलाई प्रुफ नै गर्न आउँछ भने त केही नै छैन, झन् सजिलो नै हुने भयो। तर तपाईले सकेसम्म यो फर्मुला चाहिँ के हुनु पर्यो भनेर भन्दाखेरि कन्ठ हुनु पर्यो। र यो फर्मुलाले भन्न खोजेका कुरा चाहिँ के हो भनेर भन्दाखेरि जुन यो छ एक्स छ त्यो एक्स को टर्मलाई डिएक्स यहाँ लिन्छ, एक्स को टर्मलाई चाहिँ डिएक्स की टर्मले के गर्ने त भनेर भन्दाखेरि इन्टिग्रेसन गर्नुपर्छ भन्ने कुराहरू पनि थाहा छ। र फर्स्ट क्वेसन चाहिँ के छ भनेर भन्दाखेरि डिएक्स बाई एक्स स्क्वायर प्लस 49 छ। अब के गर्ने त भनेर भन्दाखेरि जुन यो एक्स छ यसको त पहिलेदेखि स्क्वायर छ, यहाँनिर यी स्क्वायर छ हो हैन, प्लस पनि छ यहाँनिर। र 49 भने के को स्क्वायर हो त भनेर भन्दाखेरि 7 को स्क्वायर हो। अनि 7 को स्क्वायर भइसकेपछि अब के भयो त भनेर भन्दाखेरि यो टर्ममा गयो कि गएन, यो भने त ए भयो कि भएन, 7 भने के भयो, ए भयो। र मजाले अब यसको के गर्न मिल्यो त भनेर भन्दाखेरि इन्टिग्रेसन गर्न मिल्यो र यो फर्मुला लाउन मिल्यो। सो वाट 1 बाई ए भने के हो, 7 हो हैन, यो 7 हो नि त, यो ए भने 49 होइन नि हैन, 7 हो नि त, 7 को स्क्वायर हो 49 भने त। र एक्स त एक्सै छ र ए भने 7 हो, प्लस सी थाहा हुनु पर्यो। र हामी नेक्स्ट क्वेसन गर्छौँ जुन चाहिँ आइआई छ। त्यो क्वेसन रहेको छ dx बाई 4x स्क्वायर प्लस 25। ल यो क्वेसन अलि इम्पोर्टेन्ट छ है, गरौँ है त। ल अब यो कतिको स्क्वायर, 2 को स्क्वायर, यो कतिको स्क्वायर, 5 को स्क्वायर। ल लेखिहालौँ त्यसो भए त dx बाई 2x को होल स्क्वायर र प्लस 5 को स्क्वायर। अब सबैभन्दा जान्नुपर्ने कुरो यहाँनिर छ है, सबैभन्दा जान्नुपर्ने कुरो यहाँ छ। अब यहाँ के गल्ती हुनसक्छ त भनेर विद्यार्थीबाट भनेर भन्दाखेरि यहाँ त यो फर्ममा गयो, यो फर्ममा गयो हो किन। तर हामीले यो फर्मुला लाउन चाहिँ मिलेन। किन मिलेन त भनेर भन्दाखेरि यहाँ त के छ, 2 छ अगाडि, तर यहाँ के छ त फर्मुलामा त भनेर भन्दाखेरि त फर्मुला त एक्लै छ, एक्स त एक्लै छ नि यहाँनिर हो किन, यो एक्स त एक्लै छ। सो यसलाई पनि एक्लै गराउनु पर्यो क्या। अब त्यसको लागि के गर्नुपर्छ, तपाईले जहाँ पनि यो देख्नुभयो के गरिदिने भनेर भन्दाखेरि वाइ लेट गरिदिने या फिर कुनै भेरिएबल लेट गरिदिने कि। अब यसलाई त डेरिभेटिभ गर्न इन्टिग्रेसन गर्न मिलेन। सो वाट यसलाई के गरिदिने त भनेर भन्दाखेरि वाइ लेट गरिदिने, गरिदिइहालौँ त्यसो भए त हो किन। वाइ इज कस टु के गर्ने त भनेर भन्दाखेरि 2x गरिदिउँ, सकिएन, सकियो। अब यसलाई वाइलेट गरिसकेपछि त के गर्नु पर्यो भनेर भन्दाखेरि यो त एक्स के टर्ममा मात्र राख्न मिलेन। सो वाट यसलाई पनि वाइ के टर्ममा लानु पर्यो हो किन। अब के गरिदिने त भनेर भन्दाखेरि सिम्पल, केही पनि नसोच्नुहोस्, यसलाई के गरिदिनुहोस्, डेरिभेटिभ गरिदिनुहोस्। सो वाट अब के हुन्छ त भनेर भन्दाखेरि डिवाई बाई डिएक्स, यसलाई पनि वाइ को टर्ममै लानु पर्यो नि त, यसलाई वाइ गरिसकेपछि त हो किन। अलिकति भिडियो के आयो र। सो वाट वाइ के टर्ममा लानु पर्यो, त्यही भएर चाहिँ यसलाई के गर्ने त भन्दाखेरि डेरिभेटिभ गरिदिने। सो वाट 2 त के हो, कन्स्ट्यान्ट हो, बाहिर आइहाल्यो। डिएक्स बाई डिएक्स त के भयो त भनेर भन्दाखेरि यसको इन्टिग्रेसन भयो र यो भने कति हो त भनेर भन्दाखेरि 1 भयो। र अब के आयो भनेर भन्दाखेरि यो त के भयो, डिवाई बाई डिएक्स इज कस टु के आयो त भनेर भन्दाखेरि 2 आयो। सो त्यहाँबाट डिएक्स को भ्यालु आउँछ। अब देयरफोर डिएक्स इज कस टु डिवाई बाई 2 गर्न पाइयो, पाइयो नि होइन, डिवाई बाई 2 गर्न पाइयो नि, मजाले पाइयो। अब यसलाई मैले यतालेरि गरेँ है। अब डिएक्स भने कति छ त भन्दाखेरि डिवाई बाई 2, यहाँबाट सिम्पल्ली हालिदिए सकिएन, सकियो नि हो किन। डिवाई को भ्यालु डिवाई बाई 2 भनेर डिएक्स को ठाउँमा हालिदिनु पाइयो
पाइयो। सो वाट यो साइन अनि त्यहाँबाट dy/2 र यहाँ त के छ अरू पनि छ। यसलाई हामीले के लेट गरेका थियौँ 2x लाई के लेट गरेका थियौँ यहीँ हो किन, किनकि यसलाई के गर्न मिलेन त भन्दाखेरि इन्टिग्रेसन गर्न मिलेन। सो वाट हामीले यहाँनिर के गरेका थियौँ 2x गरेका थियौँ। फेरि है यहाँनिर 2x को सट्टामा x + 2 गरेको भए आएको भए तपाईँले y लेट नगर्दा पनि हुन्थ्यो, गर्दा फरक परेन, एउटै हो, गर्दा पनि नगर्दा पनि फरक चाहिँ परेन। डाइरेक्टली फर्मुला चाहिँ के गर्न मिल्यो लाउन मिल्यो यदि x + 2 आउने हो भने चाहिँ। तर यहाँ कुनै पनि प्रडक्ट फर्ममा 2 × x या 3 × x आयो भने चाहिँ के गर्नु पर्यो भनेर भन्दाखेरि तपाईँले x लेट गर्नु पर्यो, y लेट गर्नु पर्यो या फिर कुनै पनि भेरिएबल लेट गर्नु पर्यो। र यहाँ जुन y लेट गरेको छ माथि चाहिँ के त्यसकै टर्ममा के गर्न मिल्न पर्यो भनेर भन्दाखेरि इन्टिग्रेसन चाहिँ गर्न मिल्नु पर्यो है। तपाईँलाई यो कुरा थाहा हुनु पर्यो। सो वाट यहाँनिर के भयो त भनेर भन्दाखेरि यो y² भयो, यो भने 5 को स्क्वायर भयो, यो 2 त के हो कन्स्ट्यान्ट हो, यसलाई के गर्न मिल्यो त भनेर भन्दाखेरि बाहिर निकाल्न मिल्यो 1/2। सो वाट dy/ कति भयो त भनेर भन्दाखेरि y² + 5 को स्क्वायर। सो वाट यसको टर्ममा यसलाई इन्टिग्रेसन गर्न मिल्यो कि मिलेन, मिल्यो। सो हामीसँग के छ त फर्मुला, यहाँनिर छ त फर्मुला हो किन, यो नै फर्मुला गरिन्छ। चट्टै लाएर यो फर्मुला लगाइदिउँ 1/2 1/2 त बाहिर छँदैछ र इन्टु यसको के छ त भनेर भन्दाखेरि फर्मुला छ हामीसँग 1/a। सो वाट 1/a भने चाहिँ के हो त भनेर भन्दाखेरि a भने त 5 हो र tan इन्भर्स x/x भने हामीले के गरेछ y छ, y/5 गर्न पाइयो र अब प्लस c गर्नु पर्यो र यत्तिकै छोड्न मिलेन है, किनकि हामीले त y त हामीले सापट्टि लिएको फिर्ता गर्न पर्यो कि नै, फिर्ता त गर्नु पर्यो। सो वाट y लाई चाहिँ अब के गरिदिउँ त भनेर भन्दाखेरि फिर्ता गरिदिउँ 5 2 कति 10 1/10 र tan इन्भर्स यो y भने कति थियो त 2x थियो। सो वाट 2x राखिदिउँ यहाँनिर र यहाँनिर 5 राखिदिउँ। अब कति भयो त भन्दाखेरि प्लस c भयो। यही नै हो एन्सर हाम्रो, केही गाह्रो छ त छैन। अब नेक्स्ट क्वेसनमा लागौँ हामी। हो नेक्स्ट क्वेसन के छ त भनेर भन्दाखेरि त के रहेछ त नेक्स्ट क्वेसन भनेर भन्दाखेरि ट्रिपल I x dx by x⁴ + 3 र अब सबैभन्दा इम्पोर्टेन्ट कुरा यो क्वेसनमा अलिकति कन्सेप्चुअल छ। यहाँनिर चाहिँ के गर्ने भनेर भन्दाखेरि जहिले पनि तपाईँले के याद राख्नुहोस् भन्दाखेरि इन्टिग्रेसन गर्दा माथि जुन इन्टिग्रेसन गर्नुपर्ने टर्म छ त्यसको टर्म यहाँ माथि आयो भने यसलाई के गर्ने त भनेर भन्दाखेरि यसलाई सकेसम्म हटाउने कि एक्सलाई सकेसम्म हटाउने, त्यसलाई के गर्न सकिएला त हैन, एक्सलाई त सकेसम्म हटाउनु पर्यो। कसरी हटाउने होला भनेर भन्दाखेरि सुरु गरौँ, पहिला सुरु गरौँ है, सुरु गरिहालौँ, सोलुसन गरौँ। x छ dx छ र x², यो त x² हो नि हो किन, x² को होल स्क्वायर हो नि, यो त यो गर्न पाइयो र प्लस यसलाई √3 होल स्क्वायर गर्न पाइयो, किनकि यो भने त यही हो, यो काटिन्छ र यही आउँछ, यही हो। र यहाँ माथिको x हटाउनु पर्यो। अब हामीलाई कसरी हटाउने, यसले अलिकति तनाव दियो कि दिएन, यहाँले दिँदा तनाव दियो। सो वाट सके, अब के गरिदिने, यसलाई y लेट गरिदिने, जुन यो x को टर्म छ x² को टर्म छ, यसलाई उत्तिकै लाएर फर्मुला लाउनु त मिलेन। यदि यहाँ x नै नभएको भए चाहिँ तपाईँले डाइरेक्ट फर्मुला लाउनु मिल्थ्यो। तर अब के भयो त भनेर भन्दाखेरि यो त dx हो किन, यहाँ त x² छ, हामीलाई के x को टर्ममा चाहिँ के गर्नु पर्ने हो भनेर भन्दाखेरि इन्टिग्रेसन गर्न पर्ने हो। सो वाट यसले मिलेन, यसले अप्ठ्यारो ल्याइदियो, यहाँ माथि x भयो भनेपछि अब सिम्पली के गरिदिउँ, मजाले के गरिदिउँ भनेर भन्दाखेरि लेट गरिदिउँ। अब मैले अघि भने जस्तै के गरिदिउँ, अब यसलाई इन्टिग्रेसन गरिदिउँ, यो dx को टर्मलाई नै हटाउनु छ, x dx कै टर्मलाई हटाउनु छ। सो डेरिभेटिभ गर्दाखेरि x को रेस्पेक्टमा डेरिभेटिभ गऱ्यो भने कति हुन्छ त भनेर भन्दाखेरि dx² / dx, यो त तपाईँलाई आउनुपर्छ है।
डेरिभेटिभ यो सिम्पल डेरिभेटिभ हो। सो वाट डेरिभेटिभ गर्दा के हुन्छ त भनेर भन्दाखेरि यो पावर अगाडि आउँछ 2 र यसको पावर के हुन्छ त भनेर भन्दाखेरि 1 ले गर्छ है, 1 ले गर्छ है। x2 - 1 यो थाहा हुनुपर्छ है तपाईलाई है। dy बाइ dx यो कति भयो 2x² भयो कि भयो 2x1 है, सरी 2x पावर 1 x 2x मात्र भन्दा नि हुन्थ्यो। र अब यहाँ x dx चाहिएको छ। अब यसलाई उता लैदिउँ, x dx ठ्याक्कै x dx को भ्यालु निकाल्नु कि यहाँबाट। अब x dx dy इक्वल्स टु 2x dx, x dx आयो कि आएन, तर यहाँ टर्म के बढी भयो 2 बढी भयो, यसलाई यतातिर फाल्दिउँ। सो अब के भयो त भन्दाखेरि x dx को भ्यालु कति आयो त भनेर भन्दाखेरि सिम्पली dy बाइ 2 आयो। केही छ त, अब केही छँदै छैन। x dx को भ्यालु कति आयो dy बाइ 2 आयो। सो ल हाल्दिहालौँ, हो यही टर्ममा हाल्दिहालौँ। इंटीग्रेशन x dx भने कति रहेछ त भन्दाखेरि dy बाइ 2 रहेछ, हो कि हैन। र x² लाई हामीले के लेट गरे, यहाँ भर्खरै लेट गरे। यसलाई के गर्न इंटीग्रेशन गर्न नमिलेर के गरे त भन्दाखेरि भर्खर लेट गरे, के गरे y² भयो कि भएन, यो √3 को होल स्क्वायर भयो कि भएन, केही छ र, अब केही छ, अब मजाले गर्न सकिएन। आहा, त्यही फर्मुलामा गयो कि गएन, प्लसको फर्मुला जुन 1/a tan इन्भर्स x बाइ a प्लस c को फर्मुलामा यो गयो कि गएन त भन्दाखेरि यो त गयो। के हो त 1/x² प्लस a² dx को डेरिभेटिभ को फर्मुलामा गयो कि गएन। यो हेर्नु त, x² भने के छ y² छ, यो कुनै पनि भेरिएबल भन्दा नि इंटीग्रेशन गर्न पर्ने टर्म हो यो। र यो a भने त भेरिएबल भयो, यो टर्ममा गयो कि गएन। अब सिम्पली गयो नि, सकिहाल्यो। अब के छ त, यो 2 भने के हो बाहिर निकाल्न मिल्यो। सो यहाँ y छ, यहाँ y छ भनेपछि अब के गर्न सकिन्छ भनेर भन्दाखेरि सिधै फर्मुला 1/a, a भने कति √3 हो हैन, र tan इन्भर्स x भने कति y थियो, र a भने कति त भनेर भन्दाखेरि √3 हो, सकिएन। अब प्लस c, र मैले अघि नै पनि भनेको थिएँ है, अघि नै पनि भनेको थिएँ, के भनेको थिएँ भनेर भन्दाखेरि y त हामीले सापट्टि ल्या भ्यालु हो कि सिम्पली अब y को भ्यालु रिप्लेस गरिदिउँ। के छ y को भ्यालु 1/2 √3 tan इन्भर्स y भने कति छ त भनेर भन्दाखेरि x² छ, यहाँ माथि हेर्नुस् है, यहाँ माथि हेर्नुस् है, x² बाइ कति √3 प्लस c, यही नै हो हाम्रो एन्सर। र अर्को क्वेशनमा नि जाउँ, अब ढिला नगरी अर्को क्वेशनमा जाउँ। अर्को क्वेशन के छ त भनेर भन्दाखेरि 2x प्लस 3 र 4x² प्लस 1 dx। यो क्वेशन कसरी गर्ने, अलिकति भिन्न क्वेशन आयो यो। अब कसरी गर्ने, मैले भनेको थिएँ के गर्न सकेला त अब यहाँनिर भनेर भन्दाखेरि तपाईले केही नआत्तिनुस्, यहाँनिर केही नआत्तिनुस्, सिम्पली यसको के गर्नुस् डेरिभेटिभ गरिदिनुस् कि यो तलको टर्मको मजाले डेरिभेटिभ गरिदिनुस्। सो यसलाई y लेट गरेर डेरिभेटिभ गर्ने, सिम्पल डेरिभेटिभ गर्नुस् d 4x² प्लस 1/dx, सकिएन। यो भने कति भयो त भनेर भन्दाखेरि यसको डेरिभेसन डेरिभेटिभ कति आउँछ त भनेर 4 2 8x आयो क्या, माथि पनि 8x ल्याउने कुरा कोसिस गर्नुस्, माथि पनि 8x मात्र है, 8x मात्र 8x भनेपछि सोलुसन गर्नुस्। यो क्वेशन देख्नु, यस्तो क्वेशन देख्नुभयो भने ठ्याक्क तलकोलाई चाहिँ के गरिदिइहाल्ने डेरिभेटिभ गरिदिइहाल्ने के। अब यहाँ कसरी डेरिभेटिभ के इन्टिग्रेसन गर्ने त, ल के छ त यहाँ, के छँदै छैन भनेपछि यस्तो क्वेशन देख्ने बित्तिकै तपाईले के गरिदिनु पर्यो भनेर भन्दाखेरि तलको जुन यो टर्म छ त्यसलाई चाहिँ के गरिदिनु पर्ने भन्दा डेरिभेटिभ गरिदिनु, कुनै पनि y लेट गर्ने होइन, या फिर अथवा कुनै पनि अरु कुरा लेट गर्ने होइन, सिम्पली के लेट गरिदिनुस् भनेर भन्दाखेरि यसको डेरिभेटिभ गरिदिनुस् सिम्पली। अब 2x प्लस 3/4x² प्लस 1 मैले एकचोटि फेरि क्वेशन छाने है। र अब के गरिदिनुस् भनेर भन्दाखेरि
यसलाई के गरिदिनुस् 8x बनाउनु छ कतिले मल्टिप्लाई गरिदिने भन्दा 4 ले मल्टिप्लाई गर्ने सो वाट 4/4 गर्ने या फिर 1/4 4/4 गरे है यहाँनिर मैले फेरि यो कति भयो भनेर भन्दाखेरि 2x भयो कि भएन यो त कति 4 2 जा 8 8x भयो कि भएन प्लस कति भयो त भनेर 3 2 जा कति भनेर भन्दाखेरि 6 के सरी 3 4 जा कति 12 भयो यहाँनिर के छ फुल टर्म के dx हो यो त dx बाई कति हो त भनेर भन्दाखेरि 4x स्क्वायर प्लस 1 हो हैन अब के गरिदिनुस् भनेर भन्दाखेरि 8x लाई छुट्टै 12 लाई छुट्टै गरिदिनुस् यो दुईटालाई छुट्टाइदिनुस् के गरी गर्ने त भनेर भन्दाखेरि देखिरा छैन सो 1/4 इंटीग्रेशन 8x जुन ल्या थियो हामीले र तलको टर्म जुन थियो 4x स्क्वायर प्लस 1 यो टर्म थियो र अब कति प्लस अब यता 12 थियो नि यता त सो 1/4 पनि थियो 1/4 कति 12 बाई कति त भनेर भन्दाखेरि 4x स्क्वायर प्लस 1 dx यता पनि dx मैले के गरे भनेर भन्दाखेरि यो छुट्टाइदिएको है यहाँ जुन छ यो चाहिँ के गरिदिएको छुट्टाइदिएको यसलाई जस्तै a प्लस b बाई 2 भने जस्तै यो चाहिँ यसलाई के गर्न मिल्यो a बाई 2 प्लस b बाई 2 गर्न मिल्यो नि हो त्यसै गरी छुट्टाइदिएको है यसलाई मैले अरु केही पनि गरे हैन है यसलाई जस्ट मैले के गरिदिएको त भनेर भन्दाखेरि छुट्टाइदिएको भनेर तपाईहरुले बुझ्न पर्ने हुन्छ है र अब यहाँ लिएर जाऊ अब यो के होला त यसो सोच्नुस् त अब यसलाई के गरेर गर्न नि पाइयो भनेर भन्दाखेरि 2x लाई के गरेर गर्न नि पाइयो भनेर भन्दाखेरि वाइलेट गरेर नि गर्न पाइयो हो किन तर अर्को एउटा डाइरेक्ट फर्मुला छ के हामीसँग के छ त भनेर भन्दाखेरि जुन यो यसको डेरिभेटिभ छ यहाँ माथि भयो भने यो जल्ली फर्मुला चाहिँ लग अनि तलको यो फर्मुला चाहिँ छ हामीसँग मानौ कस्तो भनेर भन्दाखेरि तपाईसँग कस्तो भनेर भन्नी त अब भनेर भन्दाखेरि शॉर्ट 1 बाई यसलाई इन्टिग्रेसन गर्नुभयो भने कसरी लेख्नुहुन्छ तपाईले मानौ 1 बाई x dx लाई सरी x dx लाई इन्टिग्रेसन गर्नुभयो भने के हुन्छ त भनेर भन्दाखेरि यो त log x हुन्छ हो हैन हो त्यस्तै हो यो x को डेरिभेटिभ गर्नुस् त कति आउँछ 1 आउँछ 1 कति छ यहाँ माथि छ सो त्यसलाई के लेख्न मिल्यो त भनेर भन्दाखेरि y को टर्ममा लेख्न मिल्यो के log को टर्ममा लेख्न मिल्यो यहाँ पनि त्यही हो छ कि छैन 4x स्क्वायर प्लस 1 को डेरिभेटिभ कति हुन्छ 8x हुन्छ भर्खर पछाडी गरेको हैन यी 4x स्क्वायर प्लस 1 यसको डेरिभेटिभ कति हुन्छ भनेर भन्दाखेरि तपाईलाई कति हुन्छ 8x भयो कि भएन ट्याक्कै 8x भयो सो अब यसलाई यो टर्ममा लेखिदिहालौं हो किन यो टर्ममा लेखिदिहालौं 1/4 त 1/4 नै छ र यो के भयो त log x लेखे जस्तै यसलाई x मान्नुस् यसलाई चाहिँ 1 मान्नुस् के ट्याक्कै यो चाहिँ यसको डेरिभेटिभ यो हो किन सो सिम्पल लेख्दियौ log कति त भनेर भन्दाखेरि 4x स्क्वायर प्लस 1 सकिएन के छ त अब सो यसलाई अब के गर्न मिल्यो 4 कति 12 4 3 जा 12 यहाँ 3 मात्र लेख्दिदा नि भयो सो यहाँ ले 3 लेख्दियौ र यहाँ ले dx लेख्दियौ यो त अब 1 नम्बर 2 नम्बरमा गरे जस्तै भएन त अब यसलाई के गर्नुस् यो चाहिँ यो कति हुन्छ यसलाई त सेम लेख्नुस् 1/4 4 log 4x स्क्वायर प्लस 1 प्लस 3 अब यहाँ ले यो लेख्नुस् dx बाइ यो भने कतिको स्क्वायर हो 2x को स्क्वायर हो किन 2x को स्क्वायर हो प्लस यो कति त भनेर हेरु 1 को स्क्वायर त अब 1 नै त हो नि हैन अरु के नै हुन्छ र ओहो लामो भइसकेछ चारटा क्वेशन गर्दै 20 मिनेट भइसकेछ समस्या पो हुने हो के हो सो 1/4 log 4x स्क्वायर प्लस 1 भयो यो प्लस 3 यसलाई के लेट गर्दिनुस् भने थिए मैले भनेर भन्दाखेरि y लेट गर्दिनुस् y = 2x यसलाई के गर्दिनुस् डेरिभेटिभ गर्दै अब डेरिभेटिभ गर्दिनुस् dy/dx = कति भयो त भन्दाखेरि 2 dx/dx भयो
यसको डेरिभेटिभ कति आयो त dy इज टु अर है dy बाई dx इज टु 2 भयो। सो कति आयो त भन्दाखेरि dx भनेर त कति आयो त भनेर भन्दाखेरि dy बाई 2 आयो। सिम्पली भयो कि भने यहाँले dy बाई 2 आयो के छ त सिम्पली यही यसलाई के लेख्दिउँ सो dx भने कति आयो रे भनेर भन्दाखेरि dy बाई 2 आयो हो कि न। र यो dx स्क्वायर यसलाई 2x स्क्वायरलाई त हामीले के मानेको थियौँ भनेर भन्दाखेरि y स्क्वायर मानेको थियौँ हो कि न 1 को स्क्वायर। अब गर्न मिल्यो कि मिलेन 1/4 log 4x स्क्वायर प्लस 1 प्लस 3 यो 2 लाई यता ल्याउन मिल्छ 3/2। अब यो यसको फर्मुला छ कि छैन dy बाई y स्क्वायर प्लस 1 छ सिम्पली छ 1 बाई कति a 1 बाई a भने कति छ 1 नै छ सिम्पली भयो। र tan इन्भर्स कति tan इन्भर्स x बाई a भने x भने कति छ y बाई 1 छ प्लस c यो आयो कि आएन सिम्पली आयो। सो 1/4 log 4x स्क्वायर प्लस 1 यो जस्ताको जस्तै लेख्यो र 3 यो 3/2 2 लेख्न पाइयो र tan इन्भर्स। अब मैले ऐन के भनेको थिएँ भनेर भन्दाखेरि y को भ्यालु चाहिँ के गर्नुपर्छ भनेर भन्दाखेरि फिर्ता गर्नुपर्छ हो कि न। y को भ्यालु कति थियो 2x थियो प्लस c यति नै एन्सर हो कि न है। र अर्को चाहिँ अब अर्को पार्टमा हाल्छु 20 मिनट भइसकेछ निकै लामो गइसकेको छ।